Savara, namaste, hello, and hey guys, what's up? Welcome back to 1MTV. I know you guys have heard a lot about food hunt, है ना? आज ना I'm bringing you guys Chang hunt in Sundari Jale. Sundari को top मा today's in Chang hunt in Sundari Jal. Hiking for Chang hunt in Sundari Jal. Check it out and wait and watch. हामी different location मा गएर माथि टपसम्म नै जा हाइकिङ गर्दै जाँदै डिफ्रेन्ट लोकेसनमा गएर त्यहाँको छ्याङ त्यहाँको फुडलाई रिभ्यू गर्छौँ आज सो check it out, guys. Check it out. So, guys, it's an हाम्रो group. What's up? Let's go on. Okay. Finally, here in our first location, Chang hunt को first location मा यहाँको छ्याङ र यहाँको सेक्वा चाहिँ रिभ्यू गरौँ है त guys. Let's check it out. Okay, हाम्रो छ्याङ चाहिँ रेडी भइसक्यो. It seems कोदोको छ्याङ जस्तो छ यो चाहिँ कोदोको जाँड जस्तो छ. हामी चाहिँ अब सेक्वा मगाएको छौँ. Buff. Let's review यहाँ का छ्याङ र सेक्वा रिभ्यू गरौँ है त Cheers cheers guys. Guys cheers. Guys cheers. यहाँ का छ्याङ चाहिँ अलि अमिलो पातला अलिकति मोहीको टाइपको फ्लेभर रहेछ मोही टाइपको देश अलिकति अमिलो गर्मीले पनि होला गर्मीले अलिकति चर्केर पनि होला अलि अमिलो अनि यस्तै लास्टै अलि पातलो रहेछ यहाँको छ्याङ चाहिँ जस रिफ्रेसमेन्टको लागि ठिक छ अलिकति हाई हुने हो झ्याप हुने हो केटाहरू मिलेर झ्याप हुने भन्छ यहाँको लागि चाहिँ आई डोन्ट रिकमेन्ड इट है जस्ट रिफ्रेसिङ जस्तो गर्मीको बेला के ल फाइनली हाम्रो सितन पनि आएको छ सितनको लागि चाहिँ हामीले बफ सेक्वा मगाएको छौँ अनि टाढाबाट नै एकदमै स्मोकी फ्लेभर आएर चाहिँ ठ्याक्कै गाउँहरूको जस्तो एकदमै स्मोकी फ्लेभर आएर चाहिँ स्मोकी फ्लेभर लेट मी ट्राई इट विदाउट चटनी सुरुमा चाहिँ चटनी बिना ट्राई गर्छु एकदमै स्मोकी फ्लेभर आएर चाहिँ स्मोकी फ्लेभर टक्क गाउँहरूको जस्तो यु क्यान लिटरली फिल द स्मोक हिटिङ यर नोज क्या नोजमा स्मोकले हिट गरे जस्तो फिल हुन्छ दामी रहेछ सेक्वा चाहिँ अनि अफकोर्स रिफ्रेसमेन्टको लागि चाहिँ हाम्रो छँदैछ लेट मी ट्राई इट वान सेकेन्ड विथ चटनी है पिरो चटनी पनि दिनुभएको छ अचार होइन पिरो अचारसँग विचार गर्नलाई ड्याम टेस्टी छ यो चटनी पनि पिरो चट्ट परेर सुन्दरी जलको सबभन्दा फर्स्ट लोकेसनमै हामी छ्याङ हन्टको लागि आएको छौँ ल द्याट्स अल फर द फर्स्ट लोकेसन बफ सेक्वा दामी छ बफ सेक्वा दामी छ बफ सेक्वा 8 आउट अफ 10 बफ सेक्वा 8 आउट अफ 10 भने छ्याङ चाहिँ अलिकति छिपेको होला अमिलो जस्ट पातलो छ छ्याङ चाहिँ जस्ट 4 आउट अफ 10 है 4 आउट अफ 10 द्याट्स अल फर द फर्स्ट लोकेसन लेट मी टेक यु गाइज टु द नेक्स्ट लोकेसन है अब व्हाट्स अप गाइज हामी हाम्रो सेकेन्ड लोकेसनमा पुगिसक्यौँ अहिलेको पसलबाट हल्का अगाडि हो सेकेन्ड लोकेसनमा यहाँ चाहिँ हामीले यहाँको छ्याङ र पोर्क सेक्वा रिभ्यू गर्छौँ होइन लेट्स चेक इट आउट है हामीले अर्डर गरिसक्यौँ लेट्स गो अन टप है माथि बस्ने ठाउँमा जाँदैछौँ लेट्स गो एन्ड लेट्स रिभ्यू इट है यहाँको छ्याङको फोकसिङ अन आवर छ्याङ है कोदोको छ्याङ अघिको लोकेसनबाट अलिकति अगाडि हामी यो सेकेन्ड लोकेसन हामीले मानेर यता कोदोको छ्याङ र पोर्क सेक्वा रिभ्यू गर्न आएको छौँ है लेट्स चेक इट आउट र सबैलाई हालिदिइसकेपछि आई विल रिभ्यू इट छ्याङ खाँदै ल हाम्रो सितन पोर्क सेक्वा आउनु अगाडि आई विल जस्ट रिभ्यू इट है छ्याङ चाहिँ आई विल रिभ्यू इट है फर्स्टमा चेस ल गाइस यहाँ पनि चेस गाइस चेस ल साँच्ची भन्नु बिर्सेछु नयाँ वर्षको शुभकामना छ 2083 मा सबैको राम्रो होस् ल लेट मी रिभ्यू इट है ड्याम एकदमै गुलियो प्रपर के भन्नु हाम्रो धरानतिरको ताप्लेजुङतिरको मर्चा हालेर बनाएको छ्याङ कोदोको छ्याङ जस्तो छ यो स्मेल पनि त्यस्तै आफ्टर अर्डर पनि त्यस्तै आउने आफ्टर टेस्ट पनि त्यस्तै आउने हैन गुलियो
पातलो त हल्का पातलै छ, त्यही पनि अमिलो छैन, गुलियो छ। जस गुलियो छ, पातलो ठिक्कको छ, नट द्याट छिप्पेको, त्यो धेरै चार्ज हान्ने पनि छैन। यस एकदमै दामी रहेछ यहाँको छ्याङ चाहिँ। गुलियो 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 रिफ्रेसिङ, हल्का हल्का चार्ज हान्ने, नट द्याट पातलो। That's good. I'm just waiting for our सितन है। फाइनली हाम्रो सितन पनि आइसकेको छ। यहाँ चाहिँ हामीले पोर्क सेकुवा अर्डर गरेको छौँ हैन। एन्ड लेट मी रिभ्यू टेस्ट इट एन्ड रिभ्यू इट है त। पोर्क सेकुवा फर्स्टमा चटनी बिना खान्छु म। One of the best pork सेकुवा I've had है। एकदम मिठो छ। अनि मैले पिस पनि बोसो र मिटको पर्फेक्ट कम्बिनेसन वाला पिस चुज गरेँ हैन। बोसो पनि दामी, एकदमै जुसी मिट क्या। लेट मी ट्राई इट वान विथ अचारसँग एउटा ट्राई गरिदिउँ। टिमुर र खोर्सानीको चटनी दामी, स्पाइस टक्क हान्ने, जिरोमा टक्क पिरोले पनि हान्ने। अफ कोर्स गुलियो झाँट पनि। यहाँको चाहिँ मलाई सिटिङ प्लेसदेखि ल्याएर, प्रेजेन्टेसनदेखि ल्याएर, फुडदेखि ल्याएर छ्याङ सब मन पर्यो हैन। फर्स्ट लेट मी रेट दिस छ्याङ हैन। गुलियो हल्का पातलो पातलो भए पनि आई विल रेट इट 6 आउट अफ 10 है, 6 आउट अफ 10। एन्ड देन यहाँको पोर्क सेकुवा इज रियली टेस्टी यार, एकदमै टेस्टी छ। आई विल रेट इट 8.5 आउट अफ 10 है। जस एकदमै टेस्टी छ। सेकेन्ड लोकेसनको छ्याङ हन्ट कम्प्लिट भयो। अब हामी यो खाइसकेपछि I will take you guys towards our next location, our third location for छ्याङ हन्ट है। सो चेक इट आउट, पर्खिरहनुहोस् ल, सबैजना खानुहोस्। What's up guys, हाम्रो थर्ड लोकेसनको आई जस्ट फाउन्ड अ प्लेस हैन। यहाँ चट्ट एउटा चटपटे पसल जस्तो छ। यहाँको एउटा छ्याङ चाहिँ हामी किनेर रिभ्यू गर्छौँ है। लेट मी बाई इट है। आन्टी एउटा छ्याङ दिनु न, कति हो? 50 मात्रै हो? लड्दै पर्दै जम्बु त पर्दैन, पर्दैन माथि अर्को ठाउँमा नै खानुपर्छ, त्यही भएर जस्ट 50 रहेछ। इट्स रियली चिप है, रियली चिप। 50 रुपिज मिनीवारको। आई जस्ट फाउन्ड अ चटपटे स्टल हैन। चटपटे स्टलमा 50 रुपिज यार, जम्मा 50 रुपिजको छ्याङ हैन। लेट मी रिभ्यू इट है। ड्याम अमिलो तितो, रियली चार्ज हान्ने रहेछ है। टेस्ट चाहिँ सस्तो भन्दा एकदमै वियर्ड टाइपको टेस्ट रहेछ। अमिलो स्लाइमी स्लाइमी, दिस टेस्ट चाहिँ रियली व्याक रहेछ। आई जस्ट रेट इट 2 आउट अफ 10 यार। चार्ज हान्छ होला, आई डोन्ट नो अबाउट इट हैन। खानेपछि थाहा हुन्छ हैन। तर टेस्ट चाहिँ रियली वियर्ड एन्ड रियली स्लाइमी, एकदमै वियर्ड टेस्ट क्या। नुनिलो अमिलो सब मिक्स टाइपको टेस्ट चाहिँ रियली वियर्ड रहेछ है। बट जस्ट 50 रुपिज, इट्स नट भ्याल्यु फर मनी यार। टेस्ट चाहिँ वियर्ड छ, चार्ज जस्तो हाले पनि रियली वियर्ड टेस्ट छ क्या। छ्याङ जस्तो टेस्ट पनि छैन, रियली वियर्ड। ड्याम, मेरो केटाहरूले सघाउँछ यो खाँदै जान्छौँ हामी। अब गाइज आई विल बी मिटिङ यु इन नेक्स्ट लोकेसन, फोर्थ लोकेसनमा गएर छ्याङ हन्ट, छ्याङ रिभ्यू गर्छौँ। जस्ट वेट एन्ड वाच। ल भुक्कडहरू। ओके गाइस, वी आर अन आवर फोर्थ लोकेसनमा छ्याङ हन्टको लागि आइसकेको छौँ। यहाँको छ्याङ रिभ्यू गर्नु, यहाँको छ्याङ रेट गर्नुको लागि फोर्थ लोकेसनमा आइसकेका छौँ। ट्याक्कै टिकट काउन्टरको अगाडिकै लोकेसनमा। यहाँ चाहिँ सेकुवा छैन रहेछ, त्यही भएर चटपटेर छ्याङ रिभ्यू गर्छु है म। यहाँको छ्याङ हेरौँ है कस्तो छ ल। यहाँको छ्याङ रेट गरौँ। लेट्स चेक इट आउट। सेकेन्ड स्पटको खतरा थियो छ्याङ होइन। थर्ड लोकेसनको व्याक थियो भने फोर्थ लोकेसनमा लेट्स चेक इट आउट है। हामीले मगाउँदैछौँ, लेट्स वेट एन्ड वाच है।
Okay, we on our fourth location को छ्याङ हन्टको लागि छ्याङ रिभ्यूको लागि आइसकेको छ हैन यहाँ छ्याङको कलर चाहिँ एकदमै वाटरी एकदमै पातलो खालको देखियो बट लेट्स चेक इट आउट इट्स टेस्ट टेस्ट हेरौँ कतिको चार्ज आउँछ चेस लिएर टिके ओके Happy New Year, guys. लेट मी रिभ्यू इट Damn. I love it. You Chang. अहिलेसम्मको 3टा लोकेसनमा खायौँ होइन यसमा फोर्थ भयो फोर्थमा चाहिँ बेस्ट छ अहिलेसम्मकोमा बेस्ट छ एकदमै साउर टेस्ट छ अमिलो नट द्याट अमिलो रिफ्रेसिङ एन्ड चार्ज पनि खतरा हान्ने चार्ज हान्ने जस्तो छ है एकदमै नसा दिने खालको छ यसले यो चाहिँ दामी छ यहाँको चाहिँ हेर्दाखेरि पातलो पानी जस्तो देखिए पनि दामी टेस्ट कोदोको टेस्ट दामी छ चार्ज खतरा हान्छ दिस इज वान अफ द बेस्ट छ्याङ है सुन्दरजला हाइकिङ फर छ्याङ हन्टको अहिलेसम्मको लोकेसनहरूमा दिस वान इज द बेस्ट अहिलेसम्मको लागि चाहिँ अब अझै लेट मी रेड इट आउट भनेर ट्रिट गर्दाखेरि 7 आउट 10 है 7 आउट 10 अहिलेसम्मकोमा बेस्ट छ्याङ है हाइकिङ फर छ्याङ हन्टको फोर्थ लोकेसनमा बेस्ट छ है अहिलेसम्मकोमा बेस्ट छ्याङ अब टपमा पुग्दाखेरि अझै 3-4वटा लोकेसनमा अझै आए पनि हामी छ्याङ खान्छौँ छ्याङ वेट गर्छौँ बट अहिलेसम्मको लागि चाहिँ दिस वाज द बेस्ट आउटडोर है केटा आउटडोर Okay guys, we're here on our fifth location चाहिँ हाम्रो टक्क हैन सुन्दरजलको ओपन स्पेसमा नेचर विथ नेचर हैन नेचरको वरिपरि जङ्गल हावा पन्छीहरूको बिचमा झरना खोलाको बिचमा हामी छ्याङ खाँदैछौँ र छ्याङ रिभ्यू गर्दैछौँ है यो ठाउँमा चाहिँ हामीलाई अथेन्टिक सिलाबरको बोटुको दिएको छ बोटुकोमा चाहिँ छ्याङ भन्दा पनि जाडे भनौँ भने छन्वा जाडे जस्तो छ यो छन्वा जाडै हो लेट मी टेस्ट इट है त ड्याम अहिलेसम्मकोमा बेस्ट छ क्या ठिक्कको रिफ्रेसिङ चार्ज ठिक्क हान्ने गुलियो अमिलो स्विट साउरको कम्बिनेसन होइन यहाँको छ्याङ पर्फेक्ट छ है ड्याम दामी छ छ्याङ अनि शीतलको लागि हामीसँग नेवारी खाना सेट छ अहिलेको लागि नेवारी खाना सेट विदाउट बारा भनौँ न बारा बिना त नेवारी खाना सेट भन्नु नमिल्ने हो तर बारा छैन बट स्टिल इट्स नोन एज नेवारी खाना सेट नेवारी खाना सेटमा सबै नर्मलै छ छोइला चाहिँ प्रपरली सुरुमा टेस्ट गर्छु म छोइला नेवारी खाजा काट्डी चाहिँ बाउनी थियो है जे भने नि बाउनी नि थियो नेवारी खाना सेटको छोइलामा स्पाइसी जिन्जरको टेस्ट अनि हरियो लसुनको टेस्ट पनि आइरहेको छ दामी टेस्टी मिट टेन्डर छ हो एकदम सफ्ट एन्ड टेन्डर छ मिठै दाम छ छोइला चना हल्का अन्डर कुक टाइपको रहेछ आलुदम त अब आलुदम भइहाल्यो कहिले पनि आलुदम त नमिठो हुने कुरै भएन आलुदम नै हो यो भटमास भटमास चाहिँ हाम्रो अझै शीतलको नाममा छोइला फेरि आइहाल्यो किनकि यो नेवारी खाना छैन छोइला वाज द बेस्ट भने त्यही भएर हामीले छोइला फेरि पनि अर्डर गरेको छौँ रिफ्रेसिङ छ्याङ छ छोइलामा जस्तो टेस्ट हुन्छ त्यो भन्दा बढी अदुवाको टेस्ट आइरहेको छ गुलियो टेस्ट ज्यादा ब्याकग्राउन्ड हेर्नु वरिपरि छैन दामी छ ओपन नेचरमा बसेर फुड रिभ्यू गर्ने छ्याङ रिभ्यू गर्ने युट्युबर कोही छ त अहिलेसम्म छैन क्या द्याट्स अल र सिट क्या फेरि अघिदेखि अहिलेसम्म हामीले 5वटा लोकेसनमा छ्याङ खाइसक्यौँ होइन एभ्रिथिङ द्याट कम्स आउट अफ दिस माउथ इज जस्ट र सिट क्या र सिट कुनै पनि डायलग बिना र सिट र डायलग र मनमा आएको कुरा आउँदैछ अझै पनि माथि 2-3वटा ठाउँमा छ्याङ रिभ्यू गर्नु छ्याङ हन्ट गर्नुको लागि जानुपर्छ हाइकिङ अफिसियली हाइकिङ भर्खर सुरु भएको छ है हाम्रो टार्गेट चाहिँ धापधाम पुग्ने थियो बट स्टिल हामीले अब नेपाली टाइम हो धापधाम जाने भनेको हाफधाम मात्रै पुग्ने भयो फुल हामी जानु सक्दैनौँ होला हामी अब 8 बजे पुग्ने भनेको अहिले 1:30-2 बजिसक्यो बट स्टिल माथि पनि 2-3वटा ठाउँमा हामी छ्याङ रिभ्यू गर्दैछौँ एन्ड रेट गर्नुपर्दा दिस नेवारी खाना सेट विदाउट बारा छोइला मात्रै मिठो
अन्डरकुक्ड छोइला पनि अन्डरकुक चना अब अन्डा साँच्ची अन्डा खाएको छैन साँच्ची अन्डा पनि खाइहाल्छु ड्रङ्क भइसक्यो हैन अन्डा होइन छोइलामा लसुनको टेस्ट आउनुपर्छ नि ओम्लेट त रङ हुने कुरै भएन ओम्लेट त आलु रङ हुने कुरै भएन लसुन धेरै नै बढी हुनुपर्छ बट यो नेवारी खास यसलाई रेट गर्नुपर्दा आई रेट 7/10 प्लस 12 छैन 12 भएको 8/10 हुन्थ्यो अलिकति कुक खालको चना भएको 9/10 हुन्थ्यो अनि प्रपर छोइला भएको 10/10 हुन्थ्यो छाङ एकदमै बेस्ट छ अहिलेसम्मको त बेस्ट त भन्नु मिलेन किनकि अहिलेको 7/10 वाला 4th लोकेसनको छाङ दामी थियो त्योभन्दा हल्का कम 6.5/10 छ है छाङलाई चाहिँ म 6.5/10 रेट गर्छु ओके गाइज माथि पनि हाइक गरेर माथि पनि छाङ रिभ्यूको लागि जानुपर्नेछ अझै धेरै लोकेसन जानुपर्नेछ अहिलेको लागि द्याट्स अल ओके मैले मेरो माइक अन गर्नु चाहिँ बिर्सेको रहेछु अनि त्यहाँ माथि चाहिँ एकदमै पसलमा भिड थियो नाच्ने गाउने भएको थियो द्याट्स वाइ त्यहाँ चाहिँ जाँड किनेर छ्याङ किनेर मैले तल आएर टेस्ट रिभ्यू गर्नु खोजिरहेको छु एन्ड देन एकदमै अब एकदमै अझै माथि पनि 1-1.5 घन्टा हिँड्नु पर्ने जस्तो लागेर चाहिँ यहाँ खाँदै खाँदै आफ्नो बडीलाई इनर्जाइज गर्दै जाने सोच राखेको थिएँ यो मोमेन्टमा चाहिँ एन्ड देन वेन आई टेस्टेड इट टेस्ट गर्दाखेरि इट वाज अल्सो क्वाइट रिफ्रेसिङ टेस्ट अलि अमिलो भए पनि इट वाज क्वाइट रिफ्रेसिङ अनि जस इट वाज रिफ्रेसिङ किनकि हामी थाकी पनि रहेका थियौँ पसिना पनि आएको थियो माथि पनि धेरै टाढासम्म जानु थियो त्यही भएर रिफ्रेसिङ भएको आई जस्ट रेटेड इट मेबी 6.5/10 आई रेटेड इट अनि फेरि खाएर टक्क बाँकी भएको चाहिँ साथीहरूलाई पनि हल्का हल्का खुवाएर अझै माथिसम्म उकालो चढ्नुपर्ने भएको हुनाले यो मोमेन्टमा चाहिँ इट वाज क्वाइट फन अझै यसपछि हाम्रो हाइकिङ चाहिँ कन्टिन्यू हुन्छ Hey guys, we're on our 7th location. Okay, we had some mic problem during this session, I know. That's why I'm gonna be explaining it through voiceover. And you can हाम्रो 7th location हो 7th location को छ्याङ हन्ट भिडियोमा चाहिँ I just wanted to review it, हैन. And then okay, यो मोमेन्टमा हाम्रो सितन पनि आइसकेको छ साँधेको चाउचाउ छ अनि सितनमा प्रपर चना आलु एन्ड अफ कोर्स छ्याङ भन्दा पनि चाहिँ निगार रहेछ चामलको निगार चामलको निगार चाहिँ जेनरली एकदमै कडा हुन्छ है एन्ड द्याट्स वाइ आम एक्सप्लेनिङ इट अब चियर्स गर्ने मोमेन्ट छ ओके वी आर रियली फन यो मोमेन्टमा चाहिँ चामलको निगार टक्क टेस्ट गरेको होइन चेस गरेको दामी कडा खालको यु क्यान फिल इट इन माई यु क्यान सी इट इन माई फेस क्या एकदम कडा खालको निगार छ यसमा चाहिँ होइन एन्ड देन अफकोर्स वी ह्याड लट्स अफ फन यो टाइममा चाहिँ केटाहरूले जोक गरिरहेको थियो हाँसी बसी यहाँ त्यो रमाइलो भइरहेको थियो टक्क 1 घन्टा उकालो चढेर आएर यो जाँड खाँदा चाहिँ यो निगार खाँदा चाहिँ एकदम रिफ्रेसिङ भएको थियो क्या एकदम रिफ्रेसिङ भएर होइन एकदम कडा खालको निगार चट्ट इट वाज वर्थ द मोमेन्ट क्या It was एकदमै worth the moment and then I'm just explaining I'm reviewing it निगार at this moment and I don't know if it's hard or not हैन तर मैले चाहिँ यसलाई 8/10 भनेर रेट गरेको थिएँ यो निगारलाई किनकि it was the best refreshing कडा I rated it 8/10 यो मोमेन्टसम्म चाहिँ जस्ट अरू पनि अब भ्याली भित्रको छ्याङ हन्ट भिडियो अर्को पनि आउँछ मेरो जस्तो साइडबाट I'll just bring more videos of Chang on. Chang khada halka out pani book pani lot badi gayछ होला that's just raw shit. जे आउँछ जसले जे भने पनि जारे रक्सले चाहिँ रियल पर्सनालिटी निकाल्छ क्या साइकल एकदमै चार्ज हान्दै के भएर I feel like man I'm always handsome टोलको ह्यान्डसम लाग्यो फेरि टोलको ह्यान्डसम लाग्यो आलु सिटन आलु 100 आलु यसो टेस्ट गर्छौँ म मेरो ब्लगमा देखाउँछु त्यही हो नि ओके आलु दम ठिकै भनौँ नट द्याट ग्रेट अफ आलु चना आलु चना अहिले चाउचाउ मिक्स गर्नुपर्छ आलु दम चना जस्ट वेल कुक छ वेल सिजन छ है प्रपर सल्ट प्रपर सिजनिङ भएको छ नेपालीहरूको फेभरेट वाइ साँधेको
अस्ट्रेलियन भएको छ नि हेर्नुहोस् प्रपर काँक्रो गाजर मुला आलेको धनिया हालेको गाजर वाइवाई साँधेको सबभन्दा सस्तो शीतल यही खाने अब यसमा भस्मा के चना छुटेको चना पनि यसरी हालेको मैले पनि हालेको मैले आलु पनि छुटेको आलु पनि यसरी हालेको आलु पनि हल्का पिस पिस पारेर हालेको ल शीतल बनाइदिनु होइन ल आलु पनि यसरी हालेको ल नो आई गेट इट लाइक आलु हालेको आलुको ऱ्यापरहरू कहिले किन ट्रिपमा हुन्छ भने त ऱ्याप भने त पुरै झ्यापै आलुको ठुलो ठुलो पिस त हल्का सानो सानो बनाएर चना टेस्टेड प्याज सुकुटी आएको सुकुटी पनि टक्क हालेर सुकुटीवाला मिठो हुन्छ मिठो हान्नु हुन्थ्यो खै सुकुटी आएन हो छ्याङ पनि हाल अलिकति छ्याङ मुखमा हाल्ने अनि हाल्ने यो पनि मुखमा हालेर अब चाहिँ प्रपर साँधेको वाइ वाइ पेटभरि ए कुरकुरे पनि छ अलिक भित्तारा हालौँ कुरकुरे कुरकुरे छ है हाम्रो ए कुरकुरे पनि रहेछ ल अलिकति वाइ साधेको अब चाहिँ ल कुरकुरे पनि अथेन्टिक है अब चाहिँ एक्स्ट्रा एक्स्ट्रा धनिया पनि फेरि उ वाला रहेछ क्या पाहाडेवाला रहेछ चट्ट मिलाएर हामी पाहाडमै छौँ नि त ब्रो यो हो नि त प्रपर सिजन अब यस्तो सर्लप्प एक लट टेस्ट हालिदिउँ खाइहाल्यो बल्ल मिठो भयो होइन यसलाई संविधान अनुसार कानुन लाग्छ रिफ्रेसिङ काँक्रो गाजर र मुलाले एकदम रिफ्रेसिङ फ्लेभर दिने होइन माथि धनिया कुरकुरे चना र आलु यसलाई अब आफैले बनाएर पनि होला 10 out of 10 मिक्स गरे 10 out of 10 you guys can see 10 out of 10 ओके हाम्रो सुकुटी सितवन पनि आइसकेको छ बब सुकुटी सुकुटी र सेकुवाको डिफ्रेन्स भन्नु पर्दा चाहिँ सेकुवा चाहिँ जस्ट नर्मल प्लेन मिटलाई आगोमा कोइलामा रोस्ट गरेर फायर रोस्टेड भएर हुन्छ भने सुकुटी चाहिँ एकदमै एक दुई हप्ता 3-4 हप्ता जस ड्राई एज गरेर ड्राई एज मिट भनौँ न सुकुटी चाहिँ ड्राई एज मिट हो ड्राई एज गरेर प्रपरली फ्राई गरेको मिट हो होइन सुकुटी बब सुकुटी हेरौँ लेट मी टेस्ट इट आउट क्रिस्पी र सुकुटी चाहिँ दामी जुसी ड्राई जुसी भन्दा पनि ड्राई भनौँ न रसिलो चाहिँ नर्छ तर ड्राई छ है ड्राई एज भएर होला ड्राई एज मिट भएर होला ड्राई छ तर जस रसिलो चाहिँ नर्छ रसिलो छ सुकुटी खाएपछि लिगर नखाने कुरै भएन सुकुटी रेट गर्नुपर्दा चाहिँ It's 9.5 out of 10. 9.5 out of 10. गुड भएको ट्याङ्गी फ्लेभर विथ धनिया हो कि के हो एक्ज्याक्ट मलाई थाहा भएन लोकल धनिया लोकल गुड भएर सुकुटी दामी छ पर्फेक्ट सुकुटी 9.5 out of 10 भन्यो भने चाहिँ यसले एकदम हारी बनाउँछ एकदम झ्याप बनाउँछ रिफ्रेसिङ पनि छ गर्मी यत्रो 1.5-2 घन्टा उकालो चढ्दै आएर यहाँ बसेर पसिना पुसेर यो खाने भने रिफ्रेसिङ पनि झ्याप पनि बनाउने चिल पनि बनाउने दामी हुन्छ केटाहरूसँग साथीहरूसँग ह्याङआउट हाल्नुको लागि एकदम बेस्ट लोकेसन छ यहाँ टक्क क्याबिन भ्यू रिफ्रेसिङ दिस वाज द बेस्ट लोकेसन होइन अब वर्स्ट भन्नुपर्दा पनि जुन चाहिँ हामी सस्तो 50 रुपियाँवाला किनेको थियौँ द्याट वाज द वर्स्ट भने नसकिने खालको टेस्ट वाज व्याक गरेर सस्तो त्यही भएर पनि रहेछ अब हामी अझै माथि गयौँ भने विल बी डुइङ मोर अफ छ्याङन बट हामी केही गरी माथि अब लोकेसन भेटेन भने नयाँ वर्षको सबजनालाई नयाँ वर्षको शुभकामना ह्याप्पी न्यू इयर त्यहाँ ब्लगमा नि ह्याप्पी न्यू इयर सबजनालाई सब्सक्राइब टु वन एमटिभी guys, that's it for today's छ्याङन भिडियो होइन 7 लोकेसनमा गएर छ्याङन भिडियो गऱ्यौँ होइन त्योभन्दा माथि पनि जाने सोच्छु धेरै लोकेसनमा अझै छ्याङ रिभ्यू गरेर छ्याङ टेस्ट गरेर छ्याङ रेट गर्ने सोच्छु तर गर्नु भ्याइएन द्याट्स इट फर टुडे है यति नै आइलाइक पिस आउट गाइस इफ यु लाइक टुडेज भिडियो होइन प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब टु वन एमटिभी